बनाइसकेँ। यसको यो लक बिग्रेको थियो, यो लक यो बिग्रेको थियो, बनाएँ। अनि यो सबै सर्भिसिङ गरेर सबै खोलेर अपडेट सब ठिक भइसक्यो। अब यहाँ लिक थियो, यो टालेँ मैले। अनि सर्भिसिङ गरेर सबै खोलेर यो हुँदैन थियो, अब भयो। अब यो सबै भित्र पनि मैले साफ गरेको छु, एकदम ठिक छ।